खारू परिकारका लागि भित्र पस्दैछौँ। खारू परिकारहरू निकै मिठा मिठा चिजहरू खान पाइँदो रहेछ। निकै राम्रा राम्रा चिजहरू छन् यहाँनिर। यो प्रथम कपिलवस्तु व्यापार मेला कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्टलको रूपमा आउनुभएको हो। यहाँ बहिनीहरूले निकै मिठो ढिकेरी बनाउँदै हुनुहुन्छ होइन? हुन्छ दिदी खरिया 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 निकै स्वादिलो हुन्छ होला है। यो प्रथम कपिलवस्तु व्यापार मेलामा थारू परिकार अन्तर्गत पर्छ। दिदीले चाहिँ निकै मेहनत गरेर फरिया बनाउँदै हुनुहुन्छ होइन? यता यो के भन्छ अरे दिदी होला? ढिक्री पाक्दैछ यता पनि। निकै मेहनत गर्नुभएको छ यता दिदीले बहिनीले सबैजनाले। परिकार कस्तो लाग्दैछ? थारू परिकार तराईको एकदमै स्पेसल खानेकुरा हो। के खानुभयो यहाँले? मैले ढिकरी खाएँ, यसलाई के भन्छ अरे नानी? बदिया, पकौडी, घोगी। यहाँ बनेका परिकार सबैको स्वाद लिए र एकदम स्वादिष्ट थियो। र यो बनाउने नानीहरूलाई पनि धेरै धेरै धन्यवाद। आफ्नो संस्कृतिको पहिचान गरे र पहिचानलाई यस्तै जगेर्ना गरिराख्नुपर्छ। के पकाउनु भएको छ? हामी चाहिँ घोगी पकाएको छौँ, ढिक्री हजुर, अनि बरिया अनि खरिया बनाएको छौँ, आलुको पकौडा यति नै बनाएको छौँ। गहटा पनि बनाउँथ्यौँ, आज चाहिँ सुरु दिन भएर ल्याएको छैनौँ। अब गङ्गटा पनि यहाँ खान पाइन्छ? हजुर, गहटा नि खान पाइन्छ। घोगी खान पाइन्छ होइन? हजुर, घोगी पनि छ। घोगी ढिकरी खरिया बरी यो चाहिँ घोगी हो। घोगी हो, निकै सजिलो हुन्छ होला है? एकदम सजिलो हुन्छ नि। घोगी पनि पाकेको रहेछ।